ठिकै छ फेरि चलेछ नेक्स्ट टाइम नेक्स्ट टाइम स्पेस छ नि त फेरि मैले तिमीलाई 10 गोल हाल्छु 10 गोल हाल्छु ल एकछिन 10 गोल एकछिन 10 गोल हाल्छु भर्खर बोलेको तिमीले हैन दिदी जति गले पनि हामी चाहिँ गल्दैनौँ अलिअलि भयो भने हामी अगाडि बढ्दैछौँ अनि hanging out with friends and brothers. That was the best part. You beautiful people, we are heading towards Hetauda after having a night stay over here in Saura. Sauraबाट निस्किदै हो अहिले चाहिँ पूर्वको टुर फर्स्ट टाइम यो सौराको गेट पनि राम्रो चिटिक्क गराइरहेछ है यो चाहिँ पुल चाहिँ सानो भयो पुल सानो तर एकदम एप्रिसिएट गर्न लायक पुल छ सौरा चोक आफ्टर ह्याभिङ अ रिल्याक्स्ड नाइट ओभर अब हामी जाँदैछौँ हेतौडा वी बोथ आर न्यू टु द रोड सो हामीलाई प्रिकन्सिभ नोसन केही पनि छैन हाइवे कस्तो छ भनेर बट देन होपफुली वी आर होपिङ द हाइवे टु बी गुड आज हेरौँ कति बजे पुग्छ धरान गाईघाट बस्न पनि सक्छौँ हामी अब लेट्स सी विल एक्सप्लोर द अप्सन एज माइल्स द्याट वी हिट एन्ड द नाइट कन्डिसन ठ्याक्कै 1 बजे निस्किन्छ हैन लेट्स सी हेतौडा प्रवेश ल अब के कति छ यता बोर्डमा हेरौँ सिन्धुली गढी 121 अब अरू पढ्न भ्याइएन कस्तो लागिरहेछ त भाइ हेटौडामा फर्स्ट टाइम हेटौडा कस्तो लाग्यो हेतौडा सही रहेछ कति बिस्तारै चलाएको हो हेटौडाको लागि यो चोकदै हामी सिधै जान्छौँ भाइ अब झापातिर है 2 बजे आयो हामी हेटौडा 1 बजे हामी निस्क्यो सौराबाट 1 घन्टा 15 मिनट 2:15 मै आइसक्यो हामी हामी आज हाम्रो टार्गेट धरान हाम्रो हिजोको एक्सपिरियन्स चाहिँ कस्तो भयो त 6 घन्टा छ अझ यहाँ चाहिँ सौरामा सौरा राम्रो थियो फ्यामिली टाइपले घुम्नलाई अझ बेस्ट चाहिँ सही रहेछ ठाउँ बाटो पनि सही छ है ल यो चाहिँ ठिक गरिएछ नि यो बाटो आएर कस्तो दामी दामी been almost how much 3-4 hours that we have already hit the road and here we are let's say some approx 100 kilometers away from Hetauda. The journey so far is interesting एकदमै interesting छ किन भन्दा we are surrounded with hills kind of we are riding in the valley and we got companions here. The band of brothers riding together to explore the eastern Nepal. चरा मार्ने मान्छे के छ यसको कम्प्लेन बन्दैन सानो राम्रो चरा थियो क्याचक्कै भयो क्या भएन जस्तो लाग्यो नभएको भए राम्रो ठुलै आयो त है झलुङ्गे पुल
200 meters go like. I don't know if it captures well, but yeah, the breeze approximately 200 meters. The road, as you can see, is fabulous. Goats on the sideways, and here side ma yo kasto राम्रो यो के भन्छ यो बुश अनि ब्याकग्राउन्डमा छ हाम्रो पहाड साइडमा छ खोला. We are touching the hills but not entirely into the core hills, and it's a Madan Bhandari highway, inner Tarai highway. So far so good. The road is perfect. The perfect term is subjective, but in the context of Nepal, yeah, this road justifies the term. Just the estimate ETA for our arrival in Dharan, as per the assumption that we make, is around 10 PM ish, I guess. हैन त हामी 10 बजेतिर चाहिँ पुग्छ भन्ने आशा, तर नहुन पनि सक्छ, हुन पनि सक्छ. Let's see. And we can't entirely depend upon the Google Maps. As you all know, Google Maps ले ढुलै गर्छ बेला बेलामा. And furthermore, what I want to say is the beauty of this trip. What is the beauty of this trip भन्यो भने, it is one of the unplanned rides. हैन, यो चाहिँ मेरो अहिलेसम्मको सो फार एकदम मोस्ट अनप्लान्ड र ड्रास्टिक राइड नै हो. किन भन्दा I just prepared for this trip within the span of an hour, and then we hit the road. That is why it is peculiar on its own way. Yeah, baby, here we go. Here we go to the run, and the run, here we go. हामी ठ्याक्कै कार वास खोज्दै खोज्दै आउँदाखेरि यहाँ पुगेको कि. त्यसो भए हाम्रो के भयो त दाइ प्लानिङ? हामी प्लानिङ चेन्ज भयो भाइ, हामी विराटनगर जाने. तपाईँ सियन्त भनेर एकपल्ट सर्च गर्नुहोस् न, तपाईँको त्यो यस्तो उयो वाला स्विजरल्यान्डहरू टाइपको हटहरू हुन्छ त्यहाँ चाहिँ. ए त्यो एउटा देखिन्छ नि, के नाम भन्नुभयो? श्री अन्तु त्यही इलामतिर होइन त्यो चाहिँ मेन डेस्टिनेसन. अब इलामै पुग्नुहुन्छ भने त्यहाँ त अनिवार्य यत्रो टाढा आएपछि इलाम बजार भन्दा चाहिँ त्यही हिल स्टेसन टाइप होइन मार्केट. ओके, यो ठाउँ रहेछ. त्यो त अब जाने डेस्टिनेसन हो इलाम मेन चाहिँ. यस्तो रहेछ क्या भाइ, एउटा आउँथ्यो नि त्यो टिकटकहरू. सनराइज यो गाडी पुग्छ यहाँसम्म? मजाले पुग्छ. त्यही हो, हामी हिजो यहाँ पुग्यो धरान. जे होस् रमाइलै रहेछ ठाउँ. लेट ब्याक लाइफस्टाइल, रिल्याक्स्ड सेटअप. अब आफ्टर स्पेन्डिङ अ डे ओभर हियर, अनि अब हामी जाँदैछौँ इस्टर्न राइड्स. लेट्स सी व्हाट द एडभेन्चर अवेट्स हैन त. अनि अन द वे हामी यो श्रम संस्कृति पार्कमा नि एकचोटि भिजिट गर्छ होला. यो चाहिँ हाम्रो धरान, रिल्याक्स्ड भाइब्स होइन. अब सिटी प्लानिङको हिसाबले पहिले उति बेलै बसेको सहरको स्ट्रक्चर अनुसार चाहिँ ठिकै छ, राम्रो छ. वी जस्ट रिच्ड हियर यस्टरडे राति अराउन्ड 9. त्यसपछि हामी यतै बस्यो बगरकोट. हामी अब धरान आइसकेपछि गरेको एउटा श्रम संस्कृति पार्क जुन धेरैले चिनेकै छ.
अब त्यो चाहिँ विल गो टु एक्सप्लोर द्याट प्लेस एज अ लेड ब्याक सिटी चाहिँ ठिकै हो मार्केट एरिया त्यति विस्तृत चाहिँ छैन सेन्ट्रलाइज टु द पोइन्ट आई थिङ्क विल बी हेडिङ टुवर्ड्स विराटनगर एक्चुली इस्टर्न तराईको सिटिजहरू पनि एक्सप्लोर गर्दै हामी चाहिँ सायद इलामतिर जान्छौँ होइन हामी धरानको घन्टा घरमा आइसी क्लक टावर यो पनि एउटा आइकनिक स्ट्रक्चर अफ धरान मैले चाहिँ यसलाई के भन्छु भन्दा अप्टिमम युटिलाइजेसन अफ कम्युनिटी रिसोर्सेस होइन इन्क्लुडिङ locals to improve their own locality. अब यहाँ चाहिँ श्रम संस्कृति एज इन भलन्टियरिङ कल्चर पाइहाल्छ नि भइरहेको रहेछ अहिले भयो यो पार्क मेरो विचारमा एक्सटेन्ड भइरह्यो एक्सटेन्सन अफ द एक्जिस्टिङ पार्क यो अहिले भइरहेको चाहिँ एक्सटेन्ड भइरह्यो यो पार्क चाहिँ हजुर हजुर ए ठिक ठिक यो पार्क चाहिँ अब बन्दैछ हजुर तपाईँको यो अब ज्येष्ठ नागरिक पार्क भनेर नाम चाहिँ छ राखेको। नागरिक पार्क यसलाई यो अहिले जो बन्दै यहाँदेखि यता हामी पनि अब जेएनजीको बाजे भइसक्यौँ तपाईँहरू जेएनजीको दाजुहरू केही होला या चाहिँ हामी पनि दाइ पऱ्यो दाइको नाम चाहिँ के हो दाइ मेरो रबिन कुमार राई हो टोटल कतिवटा वार्ड छ नि दाइ यो धरानमा 20वटा मलाई मेन राम्रो लागेको चाहिँ संस्कृति चाहिँ जो इस्टाब्लिस हुँदैछ हजुर हजुर एउटा मन पार्क छ एउटा झाँक्री गुफा भन्ने छ हजुर साबुन ए हजुर यहाँ त साबुन फ्याक्ट्री बेसार फ्याक्ट्री पनि सुरु भइसक्यो त होइन बेसार त कहाँ कहाँ इङ्ल्यान्ड अमेरिका कता कता पुगिसक्यो शुद्धता भन्ने मेन हो क्या गुणस्तर मापन जम्मै हजुरको नाम चाहिँ के पर्यो मेरो प्रशान्त गौतम दाइ प्रशान्त हजुर ओहो हिजो अमेरिकादेखि प्रगति देख्दा चाहिँ जोस् मनमा आशा हजुर हजुर आशा आशा छ र यहाँको प्रगति देखेर मलाई नै एकदम धेरै खुसी लाग्यो हजुरलाई भेटेर 2-4 शब्द साट्न पाउँदा पनि धेरै खुसी लाग्यो ल धन्यवाद धरान टु इडरी रोड सबै गराएर रहेछ फुलसुल रोपेर Right now we're at Viratnagar. यो CSX बुटिक भन्नेमा चाहिँ आएको छ लेट्स सी अ रेस्टिङ प्लेस अनि सर हेरेर अनि त्यसपछि हामी जानुपर्छ यताबाट एक्सप्लोर गर्न विराटनगर के रे दाइ यो प्रपर्टीको नाम ड्रिम गार्डन ड्रिम गार्डन है ट्रेडिसनल नेपाली आर्किटेक्चर दाउदै त्यति भनेको खै उदय व्यवस्थापन घर व्यवस्थापन भइहाल्थ्यो हामी चाहिँ ठिकै छ धेरै चल्यो नेक्स्ट टाइम हजुर नेक्स्ट टाइम स्पेस छ नि त फेरि अनि अहिले चाहिँ हामी अनि यो विराटनगरको पुल विराटनगरको एकदम कोर ठाउँमा फर्स्ट ट्रिप टु विराटनगर पूर्वकै फर्स्ट ट्रिप हो फर्स्ट ट्रिप टु मेमोरेबल वान सही बवाल नाइट Okay,
ladies and gentlemen. Right now I'm here in Kanyam. I'm Israel Kanyam. Talking about the Eastern trip so far. I think it has been 3 long days. I'm the first stop say Saurama Goryo. After spending a night over there, then we headed towards Dharan and spent a night over there. Dharan pani ramrai थियो, not bad, but then the name and the expectation or preconceived notion that I had for Dharan was way here, होइन. तर त्यहाँ गएर एक्सपिरियन्स गर्दा चाहिँ it was okay. त्यहाँ एक रात बिताइसकेपछि चाहिँ अनि अर्को दिन चाहिँ हेडेड टुवर्ड्स विराटनगर है. विराटनगरमा चाहिँ जे होस् लोकल फ्रेन्ड्सहरू भएको भएर चाहिँ एकदम रमाइलो भयो भन्छु. सो फार विराटनगरमा in terms of enjoyment, it was spot on. Explore the city, होइन, मजाले. अनि hanging out with friends and brothers, that was the best part. त्यसपछि we headed अब त्यही हो विराटनगरमा बस्यो. विराटनगरमा बसिसकेपछि हामी अनि विराटनगरबाट यता झापातिर आयो. झापातिर आउने बेलामा चाहिँ द रोड टु झापा आई मिन एकदमै खत्तम रोड. अनि चाहिँ झापा इज द्याट मच अफ इन्ट्रेस्टिङ. भनौँ न विराटनगरपछि यता चाहिँ खासै इन्ट्रेस्टिङ पनि लागेन मलाई चाहिँ. बोर्ड भएर चाहिँ अनि त्यहाँ आइसकेपछि अनि हामी यता कन्यामतिर हेड गऱ्यो. अनि हिजो राति यही कन्याममा बस्यो मजाले. चिसो वेदर होइन, सराउन्डिङ हिल स्टेसन टाइपको. अब त्यही हो. इफ आई हेभ टु पुट एन एनालोजी, यो कस्तो हो भन्दा लाइक हामी बुटोलतिरकोलाई चाहिँ काइन्ड अफ पाल्पा. कन्याम इज काइन्ड अफ पाल्पा. द stark difference that I could spot on is just the tea estates. अब यसपछि के हो त्यो श्रीअन्तु भन्ने ठाउँमा चाहिँ हामी जान लागेको. अब होपफुली ठाउँ राम्रो छ होला. अनि श्रीअन्तु पछि चाहिँ हामी सायद विल हेड ब्याक टु बुटवल, द होम टाउन. अनि यस्तो छ यता है हिल साइडमा मजाले गराएको. ठिक छ जे होस्. लाइफ इज गुड सो फार होइन. त्यही नै छ. हामी हिजो राति लगभग 9 बजीतिर आइसकेपछि त्यसपछि बिहान 2 होइन 3 बज्यो नि बल्ल मजाले. 4 बजीतिर चाहिँ मजाले बल्ल सुत्यो. अघि भर्खर उठ्यो लाइक 9 बजीतिर. त्यही हो भर्खर जस्ट मर्निङ भाइब्स आइरहेछ. अब चाहिँ यही हो बसेको ठाउँ चाहिँ के भन्छ यो होटेल ग्रिन कार्पेट भन्ने. त्यो प्री बुकिङ गरेर आएको चाहिँ होइन स्पट. अनि यहाँ आएर चाहिँ सरलाई यसो 2-3 वटा भिजिट गर्दा चाहिँ यो चाहिँ राम्रै लाग्यो. इट्स ओके फर द भाइब्स. ठिकै छ, नट ब्याड होइन. त्यही नै भएसम्म. द्याट इज द अपडेट सो फार. ल यता झापाली ग्रुप, यता चाहिँ बुटलबाट हामी. स्लोप चाहिँ कस्तो राम्रो देखायो है यो. त्यहाँबाट पनि राइटै हो
आए हाम्रो सानो पार्टीबाट वरिपरिको मार्केट अब जाने हो माथितिर के छ त यता हल्काबर जम्मै बिजी हो के हो यस्तो बिजी What up guys? We at पाथिभरा सानो पाथिभरा प्रवेशद्वार पाथिभरा मन्दिर रोड 3 कुटी डाँडा इलाम हेर्दा हेर्दै रिलिजियस टुरिज्ममा नि आयो अहिले सानो पाथिभरा माथि उक्लिँदैछु अब यहाँ स्टेप्स अब अलिकति जे भयो नि अलिकति धेरै नै छ भन्ने एउटा विश्वास छ साथीहरू चाहिँ पहिलोचोटि कडा रहेछ यार आएन यार त्यो साँपे सिडी उक्लिन उकालै रहेछ गाह्रै भयो केटाहरू गइसक्यो अब चाहिँ एक्लै बसिरहनु परिरहेछ कतिवटा हुँदो रहेछ हौ यसमा 10वटा जस्तो भयो ल सानो पाथिभरा होइन सानो पाथिभराको दर्शन भइसक्यो रमाइलो रहेछ ठाउँ हामी अब तल झर्ने क्रममा यता प्योर बाँदरहरूले चटक देखाइरहेछन् है हामी तल झर्दैछौँ है बाँदरहरू भनेपछि बाँदरमा लग्यो बाँदरहरूको नाइके यहाँ छ अनि हामी 4 जना साथीहरू चाहिँ मुनि झर्ने क्रममा बोल्न देऊ न यार मजाले बोल्नै दिँदैनौ अनि भ्लग हामी तल झर्दैछौँ अहिले झर्ने क्रममा हो लगभग अब खुड्किला गन्न चाहिँ गनिएन तर हाम्रो अनुमानमा 300-400 को आसपासमा अब खुड्किला छन् भन्ने हाम्रो उयो छ अनुमान लगाइएको छ खुड्किला भनेको स्टेप है स्टेप्स अब हामी चाहिँ लगभग अब भनौँ न क्यामेरा छैन क्यारी अन ल ठिक छ अब होइन कहिलेकाहीँ नजान्न सकिन्छ है त्यसमा हामी क्षमा याचना गर्दछौँ त्यो कुरामा अब हामी चाहिँ लगभग यो हाम्रो 2-3 दिनको टुर हो 2 जना साथीहरू चाहिँ अब हाम्रो बुटोलबाट आउनु भएको उहाँहरू चाहिँ हाम्रो लागि स्पेसल गेस्ट भएको कारणले गर्दाखेरि पूर्वको पनि एउटा केही यादगार एउटा मेमोरी लिएर जानुहोस् भनेर चाहिँ अब पाथिभरा माताको दर्शन गर्न आइयो अब हामी यहाँबाट सिधै माथि कन्यम पुगेर मुनिको भाइले पोज दिए जस्तो गरेर हामी पनि 2-4वटा पोज यसो दिँदै हामी फोटो खिच्दैछौँ होइन लगतै यो हाम्रो भ्रमण चाहिँ एउटा अलिकति अविस्मरणीय होइन हुन्छ नि यादगार रहोस् भन्ने अब हाम्रो बुझाइ ठम्याइ जे भए पनि छ अब यसलाई चाहिँ एउटा हामीले चाहिँ के गरिरहेछ धार्मिक पनि भयो सँगसँगै हाम्रो यो एडभेन्चरस है अब मान्छेहरू हाइकिङ गर्छन् कता जान्छन् यो पालि हाम्रो लागि हाइकिङ पनि यही भयो अब हाम्रो बाँकी रहेको चाहिँ सबै प्रशान्त भाइले क्यामेरा दिँदै उसले ह्यान्डल गर्छ यो भ्लगिङ गर्ने सबै के छ अब यहाँ अगाडिको डिटेलिङ है अब ल यादगार होस् हाम्रो यो साथीभाइको सबै
अब होइन मेमोरी रहोस् एउटा। जय पादिवारा पादिवारा माता की जय। यहाँका जो कोही पनि हिँड्नको लागि अलिकति असमर्थ छौँ अथवा गलेका छौँ भने पनि हामी चाहिँ एकदम स्फूर्त एकदम त्यो शक्ति ऊर्जावान भएर चाहिँ देउताको दर्शन भइसक्यो माताको दर्शन भइसकेपछि अनि बिचमा हामी आउँदै गर्दाखेरि नाग देउताको पनि हामीले दर्शन गऱ्यौँ। यसले गर्दा हामीलाई चाहिँ भित्रैबाट एकदम भाग्यमानी ठान्दछौँ र ऊर्जावान हामी एकदम ऊर्जावान भएर चाहिँ जति आउँदाखेरि हामी ऊर्जावान थियौँ त्यसको डबल ट्रिपल चाहिँ हामी ऊर्जावान भएर हामी एकदम तल झर्दैछौँ। अब अङ्कल गले पनि हामी गलेका छैनौँ, हामी अगाडि बढ्ने क्रममै छौँ। अगाडि बढिसक्यो भन्दै बढिसक्यो म मेरो गर न आइहोस् त झन् अब हामी फोटो पनि यहाँ बिचमा खिच्दैनौँ, हामी एकैचोटि मुनि कन्याममा गएर मात्र हामी फोटो खिच्दैछौँ भन्दै यो भ्लगलाई चाहिँ म प्रशान्तकोबाट सञ्जीवलाई म हस्तान्तरण गर्नु। बोल्ने कुरा सबै बोलिसक्यो यसले होइन, बोल्ने कुरा जति सबै बोलिसक्यो। अब मैले बोल्न बाँकी केही रहेन। हामी सबै सँगै आएको भएर बडाबाउका छोराछोरी जस्तो उनले बोलेपछि भयो। यो भन्दै गर्दा देखाउन यार यसो देखाउन अनुहार प्रसाद किन्दा खोइ त आउँछ ल क्यामेरा अफ भए पनि अब आउँछ भनेर चाहिँ प्रसाद भाइले मैले यो क्यामेरा कन्सियस हुन्छ यो भन्दै गर्दाखेरि अब हामी प्रसाद लिएर ओह्रालो झर्ने क्रममा मेरो भनाइ के छ भने अब यो क्षण चाहिँ यादगार रहोस् है, यादगार रहोस् है। यसलाई एडिट भएर राम्रोसँग त्यो अगाडि त्यो उयो पनि जाओस्, युट्युबमा पनि हालियोस्। प्रशान्त भाइको युट्युब च्यानललाई सबैले सब्सक्राइब गरेर चाहिँ पादिवारा माताले पनि त्यो च्यानललाई चाहिँ कल्याण गर्नुहोस् ताकि भोलिको दिनमा अब यस्तै ऊर्जावान यो हामी जुन ऊर्जा देखाइरहेको छौँ अर्को ठाउँ पनि जान पाइयोस्। च्यानल अलि हिट खायो भने भोलिको दिनमा तपाईँहरूलाई भनेर हामी फेरि बुटोल आएर झापामा भेट अनि सँगसँगै यही ऊर्जा देखेर चाहिँ अरू साथीहरू पनि यसमा एकदम अब भनौँ न अब त्यसको त्यो मार्गमा अब हिँडौँ होइन सबै साथीभाइहरू भन्दै फेरि यहाँ बास नबिसाइ अथवा होइन त्यो हुन्छ नि भन्न खोजे अब यस्तो गलेर बस्न विश्राम नगरी हामी अगाडि बढ्ने क्रममा छौँ। यो भन्दै गर्दा अब हामी 10-15 मिनटमा हामी मुनि पनि बाटो मेन हाइवे छुन्छौँ। दिदी जति गले पनि हामी चाहिँ गल्दैनौँ, अलिअलि भए पनि हामी अगाडि बढ्दैछौँ। हाम्रो उमेरमा हामीभन्दा धेरै बोल्नुहुन्छ होला भन्नु हैन, हामीभन्दा धेरै बोल्नुहुन्छ होला हो करेक्सन टु बी मेड। त्यसलाई हामी एडिट गरेर हाल्ने छौँ यो कुरालाई। खोइ त च्यानलै त पज गर्नु न हौ घरिघरि पज गर्नै पर्दैन होला कच्चा स्टोरेज 101 छ। केटाहरू बुटमा गएर सब साथीहरू देखेर हाँसो एउटा अहिले सोध्न मन लागेको कुरा क्या मलाई हजुर के आरजे हुनुहुन्थ्यो क्या पहिला? म त्यस्तो त थिइनँ पहिलादेखिको एक नम्बर गफाडी थियो। यो फेरि यसलाई रिहान त रिटेक होइन किन भन्दाखेरि युरोपमा सँगै पढेको बच्चे बेलादेखि नर्सरीदेखि सँगै पढेको, घर पनि नजिक भएको मान्छे होइन। बच्चैदेखिको यस्तै हो, यो एक नम्बरको बगम गफाडी यसमा एउटा शब्द भन्दैका भइहाल्थ्यो। एक नम्बरको राम्रो खालको चाहिँ एक नम्बरको बगम फुसे हुन चाहिँ होइन, बोल्न कसैले सक्दैन यसलाई। अब हुन त ऊ पनि बोल्न अलिकति डराउँछ आजकल किनभने बाहिरबाट आएको छ तीमाथि अङ्ग्रेजी मुलुकबाट, त्यही भएर अलिकति नेपाली शब्दहरू अलिक छनौटमा उसको अलिकति कमी छ। फेरि भोलि केही पनि हुन सक्ला पूर्वानुमान। अब यो भन्दै गर्दा हाम्रो यो क्यामेरा चाहिँ हाम्रो सुरेन मित्रको तर्फ अगाडि बढोस् र 2-4 शब्द अगाडि ल खै प्लेटफर्म पनि दिउँ न त नि। अगाडि अब चाहिँ म आएँ होइन अगाडि। ल कहाँबाट हामी हिजोकै सुरु गरौँ न त, बिर्ता मोडदेखिको सुरु गरौँ है। एयरपोर्ट अगाडिदेखिको सुरु गरौँ। भद्रपुर हो त्यो ठाउँको नाम। ए ओके ल भद्रपुरदेखि हामी खास हिजोको हाम्रो प्लानिङ चाहिँ त्यतै बस्ने जस्तो पनि थियो। त्यो चाहिँ बस्ने प्लान बनाउने चाहिँ फेरि हाम्रो यता जसले धेरै बोलिरहनु भएको थियो। अहिले यसरी नभन्न राम्रोसँग भन्न उसले एडिट गर्दैन भोलि। अहिले जति हामी यो कन्याम त्यसपछि यो पाथिभारा अनि यो एरिया आछौँ खास यो प्लानिङ भएको चाहिँ हाम्रो बिर्तामोडदेखि हो। र हिजो हाम्रो उस्तै पऱ्यो हामी बिर्तामोड बस्न पनि सक्थ्यो र आज यहाँ ढिलो पनि हुनसक्थ्यो अथवा यो भोलि पनि हुनसक्थ्यो नि त प्रोग्राम त। लास्ट मोमेन्टमा सबै कुराहरूबाट अरू पनि हाम्रो साथीभाइहरू आउँदै हुनुहुन्छ झापा के अरे बिर्तामोड। र म यस सँगसँगै म के थप्न चाहन्छु भने यो भ्रमणलाई चाहिँ अब सो त हुन्छ नि। अब एउटा साथीले गर्दा चाहिँ यत्रो आयो भन्ने जुन भन्न गलेको एउटा त्यो जुन आदि हिँड्दै गर्दाखेरि त्यो भान भएको थियो हामीहरूलाई त्यो सबै हराइसकेको छ, मेटिसकेको छ।
यो भन्दै गर्दा हामी एकदम ऊर्जावान भएर चाहिँ हामी तल झर्ने क्रममै छौँ, अझै पनि आइपुगेका छैनौँ। विश्राम लिने ठाउँ धेरै छन् यस्ता, तर हामी विश्राम नलिकन तल झर्ने क्रममै छौँ। अनि अब हाम्रो यात्रा अझै जारी छ। अब हामी अगाडि कन्याम पुगेर फोटो सुट गर्ने बाँकी नै छ साथीहरूसँग। अब उहाँहरूलाई अझ मेमोरी होस्। अब हामी त बरु सानैमा पनि यतातिर आएको थियौँ, तर साथीहरूले अब यो एक्सपिरियन्स गर्न, अनुभव गर्न पाएका थिएनन्। अब यसमा पनि हामी धेरै खुसी छौँ। योवाला सिडी गाह्रो रहेछ है। अब यो भन्दै गर्दा अब हाम्रो मित्र सुरेनले अघिको भनाइलाई कन्टिन्यू गर्नुहुन्छ भन्ने मेरो सानो उयो बुझाइ। लु त लु अनि हामी मैले गर्नु होइन समाता भने मैले मैले किन समात्नु त यार। अनि त्यसरी हाम्रो प्लानिङ भएर चाहिँ आज हामी यहाँ आइपुगेको हो। हिजै हामी खास यो कन्याममा आएर राति बस्यौँ। त्यो चाहिँ एकदम बेस्ट डिसिजन पनि भयो। यहाँको वेदर पनि एकदमै राम्रो। तिर्सुलले त छेड्यो तपाईँको त्यो जति स्ट्रेस भयो नि, जति थकान लाए पनि यहाँको वेदरमा एक रात सुत्ने बित्तिकै त्यो बडी नै चेन्ज हुन्छ। सबै मेन्टल्ली फिजिकल्ली सबै चेन्ज भएर फ्रेसनेस आउँछ। त्यसले गर्दाखेरि अझ स्पेसल्ली थ्याङ्क्स टु हाम्रो आयुष र सञ्जीवलाई है यो टुरको लागि। किन भन्दा केटाहरू नभएको भए हामी यतातिर आउने आँट पनि गर्थेनौँ भाइ। आँट गर्थ्यो तर हामी ऱ्यान्डम तरिकाले आउँथ्यो नि त। अहिले त हामी यहाँ चिल तरिकाले आएको छ। केटाहरूले जताततै चिनेको ठाउँहरू सबै डिरेक्सन दिने गरेको भएर चाहिँ एकदम रमाइलो भइरहेछ। त्यसले गर्दा स्पेसल थ्याङ्क्स टु आयुष एन्ड सञ्जीव। अब यति भन्दै गर्दा हामी चाहिँ अगाडि बढ्ने क्रममै छौँ अझै। अब यो भ्लगलाई चाहिँ साथीहरूले एकदम लाइक र सेयर सब्सक्राइब गरेर चाहिँ हाम्रो प्रशान्त भाइको च्यानल चाहिँ अहिले नै मिलियन भ्युज पुगोस् भन्ने चाहिँ मेरो एउटा अब उयो छ। अब यसलाई चाहिँ अब अलिकति सबैजनाले माया गरिदिनु होला यो अब च्यानललाई। अब हामीहरूले च्यानलको नाम एकचोटि के अरे के अरे ल च्यानलको नाम द गौतम प्रशान्त भाइ। एकदम मेहनती है यस्तो। किनभने हामीलाई थाहा पनि थिएन भाइले गोप्रो लिएर आएको छ भन्ने। त्यो पनि दुईवटा ल्याएको रहेछ। अनि जब थाहा पाएपछि भाइलाई झाक्क झारेर चाहिँ यो गोप्रो झिक्नै पर्छ, यस्तो बेलामा मेमोरी बनाउनु पर्छ भनेर हामी अब यो मेमोरी बनाउने क्रममा छौँ। राम्रोसँगले चाहिँ भाइले उयो गरेर हाल्छ भन्ने हामीलाई एकदम विश्वास छ। सायद त्यसै गर्छ होला। भन्दै गर्दा हामी लगभग यो ब्याक गर्ने कसरी होला? ब्याक गरौँ न, देखाउनु पऱ्यो नि त अगाडि। ब्याक गरेर अगाडि फर्काउनु न ए लेन्सलाई। भइगयो त। ल अब हामी लगभग प्रवेशद्वार यो भनौँ न द्वार सिधा गरौँ न त्यसलाई। आइसक्यौँ। यस्तो उतै गरौँ न त। यस्तो पाथिभरा मन्दिर है हामी भ्रमण गरिसकेर फर्किसकेका छौँ। र यो रोङ 3 कुटीडाँडा इलाममा पर्छ। यो पूर्वको एकदम लोकप्रिय धार्मिक स्थल हो। भन्दै गर्दा हामी मेन बाटोमा आइपुग्यौँ। अब हामी यहाँबाट अगाडि कन्यामतिर अगाडि बढ्छौँ। अघि हामीले तपाईँहरूलाई जानकारी गराइसक्यौँ। यति भन्दै यहाँको लागि चाहिँ हामी यहीँ अन्त्य गरेर हामी अगाडि बढ्ने क्रममा हजुरहरूलाई अगाडिको दृश्यहरू देखाउन कोसिस गर्नु। ल के लैयो दिदी यहाँबाट? ल भन्नु त। ललिपप, छुर्पी, पुस्तकारी लिनुभयो। यही इलामको लोकल होइन त? हजुर राम्रो रहेछ दिदीको ठ्याक्कै गेट नजिकै होइन? आउँदा हुन्छ या। भात खाइदिउँ होइन त? अब हामी मजाले भात खाइदिने यहीँ खाइन होइन? सारमा कोही छैन क्या यो कसरी दुईजनाको झगडा होइन कि ठगको पनि राजा। सुरेश आइसक्यो भन्नु खै? सुरेश आइसक्यो त। सुरेश भन्दै त सुरेश कहीँ पुग्यो? भन्नु कन्याममा छ कि आइपुग्यो नभन्नु त्यहाँ आइपुग्यो मान्छेलाई। यो चाहिँ कन्यामको भ्यू पोइन्ट। डाँडामा चुनाव पत्याउनु रे कहाँ छ डाँडामा? यो हिँड्दा ल्याङ भइसक्यो। द भ्यू फ्रम द टप अफ कन्याम। कडा मैजेस्टिक।
टन्न खेल्यौ फिफा होइन मैले खेलिनँ खेल्यौ म पनि यहाँ खेलिनँ तिमी क्यानाडा गएपछि होइन तर म यति भनिदिन्छु तिमीलाई तिम्रो फेभरेट टिम तिमी बार्सिलोना लिएर खेल्छौ खेल्छु मैले रियल म्याड्रिड लिएर खेलौँ कि नखेलौँ तिम्रो फेभरेट टिम कुन हो भन न पहिला म चाहिँ फेभरेट टिम लिनु तिमी कुन फेभरेट टिम भन न मेरो त मैले क्लब बेसिसमा म तिमी जस्तो अडिक छैन तिमी जो पाए त्यही हो तिमी होइन के हो मोडर्न बेसिसमा जुन चाहिँ कडा टिम छ त्यो लिने हो तर त्यही पनि मैले रियल म्याड्रिड तिमीसित लिन्न किनभने रियल म्याड्रिड लिएर मैले तिमीलाई 10 गोल हाल्छु 10 गोल ल यसरी 10 गोल एकछिन 10 गोल हान्छु भर्खर बोलेको तिमीले होइन रियल म्याड्रिड लिएर मैले रियल म्याड्रिड लिएरै तिमीसित खेल्नु पर्यो जेसुकै ल्याऊ जहिले पनि कस्तो होइन फिफाको टाइम 6 मिनेट होला आउन कस्तो 6 मिनेट 6 मिनेटमा 10 गोल हान्नु मिल्छ किन चाहिँ नभनेको त्यसमा थियो मैले तिमीलाई 15 मिनेटमा 6 गोल 10 गोल हान्थे भनेर भन्नुपर्छ नि त त्यसमा तिमीलाई पहिले होइन त्यही भएर त यहाँ टाइमिङको छ नि त होइन पहिला बोल्ने बेलामा त्यो बोल्नु पर्छ नि त अब त्यतिमा मेरो गल्ती भयो भने अब माने गल्ती खान्छ खान्छु भन्ने चाहिँ उसलाई छ 15 मिनेटमा पनि तिमीले 10 गोल हान्दैन ल अब कति 15 मिनेट हाफ भयो भने 15 मिनेटको गेम भयो टोटल 15 मिनेट 7.5 मिनेटको हाफ हुनु पर्यो 7.5 को हाफ हुनु पर्यो होइन तिमीले 10 गोल हान्दैन मलाई 10 गोल चाहिँ तिमीलाई मैले हान्ने भने 10,000 खतरा हो होइन 10,000 मैले अहिले अब अहिले चाहिँ रियल म्याड्रिड लिन्न भन्थे मैले अब रियल म्याड्रिड लिएरै मैले तिमीलाई 10 हान्छु ल हान ल बजियो ल भयो है अन क्यामेरा डिल हानेन भने के होला त्यो जिन्दगीमा मैले कहिले मलाई हानेकै छैन क्या हुन्छ त हान्छ मैले हान्छ मलाई थाहै छैन हानिन्छ भने अब शर्त गरौँ न त शर्त गरौँ न शर्त चाहिँ के गर्ने शर्त 10,000 ल गिभ एन्ड टेक 10 जम्मा 10,000 के क्यानेडियन कि नेपाली क्यानेडियन त तिम्रो हैसियत छैन तिम्रो छैन क्या नेपाली 10,000 ल फेरि हेर है के हो भोलि हान्ने नै हो त यो जिडीमा 10 होइन फेरि मैले 10 हाल्नु पर्यो त्यति हो ल तिमी 10 हान न मैले जसो हान्नु मतलब भएन ल ओके डन ल फेरि हात मिलाउ ल हात यसो ठुलै कुरा गरौ ठुलै फोटो पनि हैन तर हान्छ 10 को हान तिमी रियल म्याड्रिड ल्याउ मैले दिए त मैले जेसुकै लिम क्या पाक मड्रिड मिरर हान्न त पाएन नि त त्यसरी त्यसरी कहाँ पाइयो त अनि अहिले त भिडियोमै रेकर्ड छ त्यो दोगला कुरा नगर हैन तिमी रियल म्याड्रिड ल्याउ त्यो त भइसक्यो मलाई लिन मन थिएन नि तिमी बार्सा भएर पो मैले लिन्छु भनेको त हैन अनि त्यस्तो कुरा गर्ने भने त आफ्नो के अरे आफूले सपोर्ट गरेको टिम लिम न त्यसो म लिन्न हो अनि यतै खोया भयो त कुरा नि दोगला कुरा अरे ल भने मैले दुईचोटि पैसा म एकछिन बिचमा आइल इन्टरजेक्ट है दाइ बार्सा मड्रिड 10 युनाइटेड हो होइन मड्रिड भने सुरुदेखि नै फिफा खेल्ने फ्यान म युनाइटेडको भयो नि बदेन फिफा म्याच चाहिँ मड्रिडको भने के ल मैले त पनि माने भन्दै गर्दा हाम्रो यहाँ 15 नम्बरमा आएर छुर्पी आइसक्यो आएर चाहिँ छुर्पी किनेर यसो अब यहाँ फाइनल यसलाई छुर्पी मात्र हैन यहाँ भएका सबै के छ अब यहाँको स्पेसल लिएर जाने क्रममा छ छुर्पी किन्ने क्रममा अब यहाँ प्याकेटको किन्ने भन्दा यहाँ किलोको पनि पाउँछ अरे अब साथीहरू टाढादेखि आएको अब किलोबाट लगौँ न त भन्न थाल्यो अब यहाँ चाँडो गरौँ न भनेको दिदीले हामीहरूलाई अल्झाइ गरेर हामी एकदमै यहाँ ढिलो होला कि भन्ने पिर परिरहेछ यहाँ यति भन्दै अब हाम्रो सञ्जीवले के भन्छ के 2-4 शब्द जाओस् न त तर अलग्गै गरिदिनु न आधी केजी प्याकेटमा हेर त यो छ कि छैन यो चाहिँ कन्यामको दृश्य हाम्रो अब आउँदाखेरि मेरो दोकानमा आउनु होला हजुरहरूलाई मिलाएर दिन्छु मिलाएर दिनुहुन्छ हो मिलाउनु पर्यो मिलाइदिइहाल्छु नि त्यही भन्दै हाम्रो भाइबाट चाहिँ भ्लगिङ सुरु गरौँ भन्ने एउटा उयो आयो 1 केजी छ यहाँ यो 1 केजी हामीहरूले छुर्पी लिएको अझै आउँदैछ 1.5 केजी यति भन्दै गर्दा हाम्रो दाइ पनि एकदम आश्चर्यजनक भएर चाहिँ हेर्दै हुनुहुन्छ हामीलाई आश्चर्यचकित भएर हेर्दै हुनुहुन्छ
भाइ एकदम हिरो भोलिको दिनमा चाहिँ भविष्यमा गएर चाहिँ अब भनौँ न एउटा नायक हुनेसम्मको एउटा देखिन्छ भाइलाई। यति भन्दै गर्दा हामी यो कन्यामको हाम्रो फेरि यता हाम्रो ह्याट लगाएको दाइ एकदमै स्फूर्त एकदम ऊर्जावान भएर चाहिँ एकदमै हामीलाई छुर्पी दिँदै हुनुहुन्छ। यो इलाम हाम्रो कन्यामको दृश्य है, यता दाइको पसल चाहिँ यता छ। यति टाढा भयो भने हामीलाई आएर चाहिँ पुरै सर्भिस दिइराख्नु भएको छ। चिया हामीले त्यहाँबाट लगिसकेको छ, भइहाल्यो त्यहीँ सुरुमा भइहाल्यो। उतै गएर साथीलाई एकचोटि त्यहाँ लिइसकेको होला। हामीहरूलाई अलिकति चाँडै गरिदिनु होला र यो दिदीको मुस्कानले गर्दाखेरि पनि होला हामी यहाँनिर बिचमा रोकेर लिउँ न त लाग्छ। हाँसोले व्यापार तान्नु भयो। भाइलाई चाहिँ अलिक थकित देख्छु म आज, किन हो हिजोको पाठीबाट हाम्रो माताको दर्शन गर्दा उकालो चढ्दाखेरिको पनि हुनसक्छ। यति भन्दै हामी यो कन्यामको दृश्यलाई हामी यहीँनिर क्लोज गर्छौँ अहिलेको लागि। हामी अगाडि बढ्दै गर्दा फेरि पुनः भिडियो सुचारू गर्छौँ भन्ने, तर हामी अगाडि सेफ्टी पनि ठुलो कुरो हो नि त। अब हामी यस्तै ठाउँमा आइएको छौँ अनि बाढीको प्रभावले पनि बाटोघाटोहरू अब तपाईँले थाहा पाइरहनुहुन्छ, बोलीमा पनि अलिकति चेन्जेस आइरहेछ है। यो बाढी पहिरोको प्रभाव हो, बाटोघाटोको अवस्था अलिकति अब बिग्रेको छ भनौँ न ठाउँ ठाउँमा। अनि यही भन्दै अब तपाईँहरूलाई दृश्य यतातिर बाहिरको दृश्य पनि देखाउन चाहिन्। ल अब हामी चाहिँ तल लगौल अब तरै हामी टच गर्न लाग्यो। यति भन्दै अगाडि बढिसके पछाडि तराई झरेपछि हामी फेरि यसलाई कन्टिन्यू गर्नेछौँ। एकदम टकिङ सेन्सेसनमा आएको केही समय अगाडि यो गिरिबन्धु टी स्टेट, जुनमा एउटा भनौँ न प्रकरणै थियो, गिरिबन्धु टी स्टेट प्रकरण भनेर। अहिले पनि त्यो फाइलको पनि त्यही हो। अब यहाँ चाहिँ अब चिया बगानै रहेछ। टी स्टेट भनेपछि अभियस कुरा, जनाउन नि परेन। अब यहाँ जग्गाको चलखेल हो, नाम सुनेको भए चाहिँ हेर्न रमाइलो ए ल। बाटो यस्तै लड्दै पढ्दै त्यो देउसिराईमा भट्याउने चिज त यहाँ भट्याउनु पर्ने हो। अब गेट चाहिँ आउँदैछ है साथीभाइहरू, गिरिबन्धु। ए के हो यहाँको यो पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडको त्यो बिएनसी चाहिँ उता बारीको चाहिँ अब कतिको देखाएको चाहिँ राम जाने एउटै होइन र बिएमसी र त्यो। ल यताको जे होस् एक हिसाबले हेल्थ सेक्टर चाहिँ यसले धेरै टेवा पुऱ्याएछ है यो दुईवटा हस्पिटलले। भनेपछि जिस्टमा भन्दाखेरि लोकलाइजेसन अफ हस्पिटल्स होइन, रिलिभ्स द बर्डन फ्रम अदर मेजर हस्पिटल्स होइन, त्यसरी हेर्नु पऱ्यो हामीले। सो त्यही हो, रमाइलो छ एक्सेप्ट बाटो। नेक्स्ट टाइम त अहिले नराम्रो भएकै कारण अर्को पालि राम्रो हुने हो। सो यो पनि एउटा पुतलीले आफ्नो के भन्छ, एउटा साहेबले आफ्नो त्यो फेरा जस्तो हो क्या, काँचुली के यो चाहिँ पूर्वतिरको अलि लामै पुल छ होइन, 800 मिटरको 700 मिटर प्लस। कुन हो यो नदी चाहिँ? कन्काई हो। ए ओके, कन्काईमै भन्ने नदीको माथिको ओभर भनौँ न ब्रिज। आज मौसमले धेरै साथ दिएको छ। यहाँबाट उता चाहिँ अलिकति दोमुखा भन्ने ठाउँ छ, ए ओके, पपुलर पिकनिक स्पट है। यताबाट भित्र चाहिँ दोमुखा भन्ने ठाउँ चाहिँ रहेछ। लास्ट डे पपुलर पिकनिक स्पट। हिमाल देखेछ उता यहाँ अलिकति टल्का रहेछ तर यसले देख्दैन। यहाँ मान्छे चलाउँछ क्या हो, घाटै पनि रहेछ है। लास्ट जङ्सन हाम्रो यो गाईघाट छिर्ने बाटो कान्छी चोकदेखि भित्र। साथीभाइहरू आएर एकदमै रमाइलो भयो। अब यो चाहिँ छुट्ने क्रममा यो एउटा पोइन्ट हो, यहाँदेखि अब साथीहरू उता उकालो लाग्छ। अब यति भन्दै अब हामी चाहिँ हाम्रो यो एउटा सर्ट ट्रिपै भनौँ न, यस्तो सर्ट भनौँ अथवा लङ भनौँ, 3-4 डेज भनेको इनफ सेटिस्फाइङ ट्रिप भयो है।
लाइक अब यो यादगार अनि हाम्रो भाइले चाहिँ राम्रो त्यतातिर नहुँदा पनि हाम्रो ट्रिपको बारेमा हाम्रो ट्रिप चाहिँ एकदम कस्तो भयो गाइस हाम्रो ट्रिप कस्तो भयो एक वचन के भन्छौ ट्रिपको बारेमा मेरो चाहिँ एकदम स्पोन्टेनियस ट्रिप मेमोरेबल व्हाट अबाउट सुरेन मेरो त लाइफमा फर्स्ट टाइम पूर्व निस्केको एभ्री डे रमाइलो भयो लास्ट 3 डे तिमीहरूसित हुँदा त झन् रमाइलो अनि सञ्जीव के भन्छ दुई शब्द मेरो त के भन्नु अब म उहाँदेखि आएको होइन सोचेको पनि थिएन यो आउँछ होला झापासम्म आउँछ होला भेट्नलाई भनेर आयो त्यसमै खुसी लाग्यो घुम्न पायो त्यही त अब यति भन्दै होइन अब म पनि होइन म एकदम खुसी छु म एकदम खुसी छु होइन अब यहाँ आइयो यत्रो घुम्यो साथीभाइ उहाँ टाढादेखि आएको छ होइन हाम्रो लागि त अब उनीहरू आउने ठुलो कुरो हो होइन हामीले अब कति गर्न सकिनौँ कहाँ पुर्याउन सक्यौँ ठाउँहरू कति चिनाउन सक्यौँ अब त्यत्रो होइन भाषमा त गइएन होला भन्दै गर्दा नि रमाइलो चाहिँ भयो ओभरअल होइन त्यही ठुलो कुरो हो साथीहरूको राम्रोसँग एकदम साथीहरूलाई शुभयात्रा भन्दै हामी चाहिँ दुईजना साथी चाहिँ साइनिङ अफ है यहाँदेखिको भ्लग अगाडि चाहिँ हाम्रो द वान एन्ड ओन्ली द प्रशान्त गौतमले ह्यान्डल गर्छ यति हामी उताबाट फर्केपछि यो सिन्धुलीमा चाहिँ स्टे गरियो होइन यो राम्रो रहेछ दाइहरूको होटेल है होटेल पर्पल गार्डन होइन त दाइ जे होस् राम्रो स्टे भयो धन्यवाद यहाँहरूको लागि त्यही हो अब हेडिङ ब्याक टु बुटोल अब आज बुटोलै जाने हिसाबले चाहिँ निस्किरह हो वे हेडिङ ब्याक टु बुटोल द स्टे वाज प्लिजेन्ट राम्रै थियो रेकमेन्ड द होटल अघि देखाएको जे होस् फ्रेसली डेभलप अलि राम्रै इन्फ्रा भएको टाउन जस्तो छ नट ब्याड अरू के छ त हजुरलाई के भन्नु छ सिन्धुलीमा रेस्ट भयो हाम्रो राम्रै अनि एकदमै हेक्टिक थियो बडीको स्ट्याटस आज के छ स्ट्याटस सिन्धुलीको रेस्टले चाहिँ एकदमै इनफ भयो एनर्जाइज भयो हुन त हामी ढिलो नै निस्किरहेछौँ जान चाहिँ अब यो बुटल घुम्नलाई त हामी केही नभने 12-1 बजी पुगिन्छ जस्तो छ तर त्यही पनि यति एनर्जी भएपछि चलाउन सकिन्छ नि त 9 घन्टा मजाले ठिक छ राम्रो छ सिन्धुली पनि राम्रो यो चाहिँ काठमाडौँ जाने बाटो हो खास हामी जानुपर्ने यता चाहिँ होइन तर हामी चाहिँ हावा हाल्नलाई आएको यहाँ अब यहाँदेखि फेरि फर्केर हामी त्यही बाटो जान्छौँ यो छ बुझ्दो रहेछ ठ्याक्कै मैले जे डाउट गरेको त्यही रहेछ नि त त्यसैले हो भाइब्रेसन मलाई त खै हुन के हो थाहा भएन मलाई कता कता शङ्का लागिरहेको थियो अलिअलि भन्छ के भाइले अब सो अझै यो हाम्रो यो ट्रिपमा एउटा एकदम मेमोरेबल इन्सिडेन्ट भनौँ अनफर्चुनेट मेमोरेबल इन्सिडेन्ट नट बिकज अफ अज होइन त्यो चाहिँ के भयो भन्दा on the way from Kanyam to on the way from Birtamot to Kanyam अब हामी ट्याक्क उकालो लाग्ने बेलामा चाहिँ सागुरो रोड भइरहेको थियो ठ्याक्क हामी चाहिँ प्लेन्सबाट हिल्समा चढ्ने क्रममा थियो कि द सेटिङ वाज सच द्याट इभिनिङ टाइम लो भिजिबिलिटी होइन अनि बाटोमा चाहिँ मान्छे अप्पर हाफ अफ द बडी चाहिँ टक्क सुतिरहेको थियो क्या रोडमा अनि हाम्रो स्पिड चाहिँ अराउन्ड 70-80 को थियो अनि धन्न त्यो झ्याप्प त्यो मान्छेको टाउको र अप्पर बडी चाहिँ चलाउने बेलामा चाहिँ देखेर चाहिँ मजाले तर्काइयो त्यति बेला नभए त्यो त एकदम ठुलो इन्सिडेन्ट हुन्थ्यो होइन द पर्सन वाज लाइङ थियो किन भन्दा ड्रङ्क थियो जस्तो छ ड्रङ्क भएर चाहिँ फुल फ्ल्याट बडी भएर चाहिँ सुतिरहेको थियो त्यही भएर चाहिँ हल्का एक्स्ट्रा केयरफुल चाहिँ हुनुपर्ने रहेछ जुन हामी भयो होइन त ठुलो आइहाल्छ त्यस्तो ठुलो इन्सिडेन्ट भयो भने सकेसम्म त नेपालको बाटोमा स्लो चलाएकै राम्रो हो एक हिसाबले एउटा ठुलो इन्सिडेन्ट टर्यो तर मैले के स्पेकुलेट गरेको छु भन्दा यदि त्यो मान्छेलाई त्यहाँबाट हटाएको थिएन भने त्यो दिन सायद केही न केही चाहिँ भयो हामी राप्ती ब्रिज यो राप्ती नदीको किनारमा छैन राप्ती पुल क्रस हो यो चाहिँ के रहेछ रोकिदिउँ ए प्रादेशिक कृषि थोक बजार सही हो नि यो त
एग्रिकल्चरल प्रडक्ट सेलिङ युनिट होइन यस्ता चाहिन्छ म्यानेज्ड वेमा सेल गर्नमा राम्रो कन्ट्रिब्युसन खाना खाने भनेको ठाउँै भेटिन त हो कता चाहिँ खाने हो अब खानु पर्ने हो ओ जस्ट रिच्ड भरतपुर अझै खाना खानुपर्छ यता झ्याममा लगाएर त्यही चिकन खाउँ होला जस्ट ह्याड अब के भन्ने होला लन्च हो नि के भन्ने जे होस् बिहानको लन्च चाहिँ अहिले गरियो हामी भरतपुरमा रूपसै थकाली भान्साघर अब बढेको त नेम अब त्यसपछि अब हामी लाग्दैछौँ बुटवल अब दिस इज अलमोस्ट द एन्ड अफ दिस भ्लग भनौँ न अलमोस्ट आई थिङ्क आई विल बी क्याप्चरिङ सम फुटेजेस फ्रम त्यो रोड अलिकति त्यही हो अब we're about to head towards the breeze. This was on the way to Butwal. And obviously, I forgot to say that it was Ramro Hera memorable trip. Unplanned, happened spontaneous, memorable, the wild, crazy, whatever the name. दिन खोज्ने बित्तिकै अफरोड छ त अनि भाइ के हो यस्तो Finally, we have arrived here at Butwal after a long tortuous and scenic ride from Sinduli to Butwal, and the trip finally ends.